यो दिन रुचि होम यो दिन जोड्छ रुचि यो दिन जोड्छ भने पात्रमा सबै खुल्या हुन्छ है। अनि उसलाई सिपाही पाले राखेर अनि मलाई रुचि पढ्न लाग्यो है। रुचि पढ्न लाग्यो अनि मैले के भने यो म रुचि मैले सकेन पाका देख्ने एकचोटि पढ्दै मलाई म त कुमाई अन्तर्गतमा चलेको हुँदो होइन कुमाई बाहुनको पुरै हुँदो पहिलाको पौडी पछि लगाएको रहेछ। अनि मैले त्यहाँ रुचिसकेँ। रुचिसकेपछि तपाईँले हामी कहाँ काम गर्नुपर्छ है अब। अनि त्यसको 15-20 दिन पछाडि उसकी आमाको 84 गर्ने भनेको। अनि 84 गर्ने बेलामा पनि मैले अनि भित्र रातभर भित्रकै बुझ्नु खालु सबै मान्छे ल्याएर 84 गराइदिएँ। कान्छी छोरीको बिहा पनि मैद्वाराबाट मैले नि गराएँ है। अनि पछि अनि त्यसबेला यो सिते चाहिँ यो सिते सानी फुपूको नातिनीको बिहा नौरथमा गर्ने भनेर नभई भएन भने। अनि त्यस कारणले अनि अब टिकट प्लेनबाट जाने भयो। प्लेनबाट जाने र बुकिङ भयो। अनि त्यहाँ भानी शेषराजलाई अनि राजा महेन्द्रकी धायामा फेरि चण्डी पर्ने गरेको थियो होइन। अनि त्यहाँ चण्डी पर्नु भनेर शेष भानिजलाई लाएको। अब शेष भानिजले गाउँमा जस्तो गरेर जान्दछ जाने त तर त्यो तरिका मिलेन। अनि त्यहाँ होमसोम गर्ने कस्तो बाजेर चाहिँ आएपछि अनि अहिले परारका साल म बिरामी भएर म मरि। अनि मरेपछि अनि त्यसबेला अनि म आएपछि कस्तो बाजेर चाहिँ केही ढङ्ग भेन्टिलेसन झिकेपछि त गइ होइन गइ जाने भइगयो। त्यहाँबाट म न्युरोमा बिरामी परेँ है। बिरामी परेर हस्पिटल घरमा भइगएँ म। अनि बद्रीको नम्बर दिएँ है। अनि बद्रीलाई चाहिँ भने बद्रीलाई तैँले बाका यहाँसँग गर है तर यस्तो छ है मामाले फेरि यस्तो गरेको छ नि मामाले त्यस घरमा चण्डी पढेको भनेर बद्रीलाई अड्क्याएँ। अनि बद्रीलाई अड्क्याएँ। अनि बद्रीले फोन गरेर म घाटमै आउँछु भने होइन घरमै आउनु भन्छ। अनि हस्पिटलबाट घर गएछन्। घरबाट अनि घरमै पिण्ड दिँदै अब प्राण स्थानीय पिण्डमा स्थानीय भन्दै विषाउ स्थानीय बिचमा बिसाएर पिण्ड दिने गर्दै गरेर बद्रीले लगेछ। लगेपछि लगेर सद्गत गरेर बद्रीले सद्गत गराएछ। अनि घरमै राख्ने काम बद्रीले गराइदिरहेको। अनि झालो बोक्ने भनेको बाहुन चाहिँ बिरामी परेछ तिनीहरूको है। अनि बेलुका मलाई बद्रीले फोन गर्यो भोलिपल्ट 2 दिनको दिन हजुरबा अनि मामालाई डालो बोक्न लाउनुहुन्छ हुँदैन भन्नु। मामालाई लिएर जाऊ मामाले मान्छ हुन्छ भनेदेखि म फोन गरिदिन्छु अन्त कार्य अरूलाई पठाएर पनि त्यहाँ जाऊ गर्न त्यसको व्यवस्थित म गरिदिउँला भनिदिउँला भने म न्युरोमै त्यो हस्पिटलमा चाहिँ 9-10 दिन न्युरोमै बसेँ होइन। अनि भने अनि शेष भानिजलाई लिएर आएर डालो बोक्नेमा शेषलाई बद्री चाहिँ पढ्ने गरुड पुराण भन्ने पढ्ने बद्री शेषराज चाहिँ डालो बोक्ने गरे। अनि शेषराजलाई 11 दिनको